हाम्रो बाबा धेरै आउनुहुन्छ सानोदेखि बुढोसम्म आउँछ सबै आउनुहुन्छ के भन्नुहुन्छ उहाँले सानो नमस्ते अनि हार्दिक स्वागत। %25 सेयर रहेको बताए। यो एउटा बलियो उदाहरण हो कि नेपालीहरूले विदेश नै जानुपर्छ पैसा कमाउनुको लागि भन्ने यो भनाइलाई निकै नै बन्देज लगाउने एक बलियो उदाहरण हो। हाम्रो नेपालमा पनि गरे भने जे पनि हुन्छ, जे पनि सम्भव छ उनले भन्छन्। उनले भने 16 वर्षकै उमेरमा यति ठुलो बिजनेस थालनी गर्नुभएको छ, पछि गएर के गर्नुहुन्छ भनेर सोद्धा उहाँले भन्नुभयो, म ठुलो बिजनेसम्यान बन्छु, अब म ठुलै पसल खोल्ने सोचमा छु। हामीले सोध्यौँ तपाईँको घरको लगानीबाट त होइन, तर उहाँले भन्नुभयो मेरो घरको 1 रुपियाँ पनि यसमा लगानी छैन, मेरो पर्सनल कमाइबाट भएको लगानी हो। आजको युनिक टिभीको श्रृङ्खलामा तिनै भाइहरूसँग छोटो कुराकानी गरेका छौँ। आउनुहोस् सुरु गरौँ। भिडियो सुरु गर्नुभन्दा पहिले यी भाइहरूलाई समान स्वरूप एक लाइक र एक सेयर गरी हामीसँग जोडिन हुन अनुरोध गर्न चाहन्छु। नमस्कार। होइन उसले मैले सानैदेखि चिन्छु भनेर तपाईँले चिन्नुहुन्छ शिव लामा शिवलामा त खै मैले सुन्नु भएको दोरम्बा कुन ठाउँ हो रे? दोरम्बा 3 नम्बर कतातिर भन्दै हुनुहुन्छ चिन्दैन चिन्नुहुन्न। तर उहाँले चाहिँ के भन्छ पहिलेदेखिको मेहनती अलिकति चुलबुले चाहिँ भाइ हो, पहिलेदेखि अलिकति कथा हो, तर मान्छे चाहिँ मनको सफा हो भन्दै हुनुहुन्छ। अनि मेहनती चाहिँ पहिलेदेखि तपाईँ मेहनती रे। अनि उता जाँदा पनि गीत पनि गाउनुहुन्थ्यो अरे, तपाईँले भन्दै हुनुहुन्थ्यो कि गीत पनि राम्रो गाउँछ बाबुले भन्दै गाउनुहुन्छ अरे त हामीले गाउनुहुन्छ होइन गाउनुहुन्छ है। ठिक छ, त्यो पनि भइहाल्यो। आज कति बजी पसल खोल्नु भयो? बिहान भने कति बजी खोल्नु भयो? 5 बजे हजुर 5 बजी। अनि बन्द कति बजी हुन्छ? 9 बजी हुन्छ। 9 बजे अहिलेसम्म तपाईँले व्यापार गरेको कति जतिको व्यापार गर्नुभयो? अहिले कति बजी? अहिले 11, 12, 1 बजिसक्यो होइन? 1 बजीको अवधिसम्म 2 बजिसक्यो। 2 बजीको अवधिसम्म कतिको व्यापार गर्नुभयो? व्यापार त अहिले 3000 भयो। भरे बेलुकासम्म 4-5 हजार हुन्छ। भने बेलुकासम्म 4-5 हजार हुन्छ। पैसा कहाँ राख्ने गर्नु भएको छ? कतै खातामा राख्नुहुन्छ कि अथवा घरमै लगेर राख्ने गर्नु भएको छ? के छ? ऐसा त अब चाहिँ 3-4 हजार व्यापार हुन्छ नि। घर भाडा मेरो त्यही 15-20 हजार हुन्छ महिनाको। यो कोठाको भाडा कति छ? 13,000। अनि छुट्टी कोठा पनि छ होला? सुत्ने कोठा छुट्टा 7,000 छ। को बस्नुहुन्छ कोठामा? 2 जना। दुईजना भाइ मात्रै बस्नुहुन्छ हो? यसको 13,000, उहाँको 7,000 भनेपछि 22-23 हजार त तपाईँको त्यति खर्च लाग्ने भयो। अनि यो सामान ल्याउँदाखेरि तपाईँको मूल्य सूची पनि एकदमै कम छ। मसरुम मोमोको 70 छ, अनि भेज चाउमिनको 60 छ, अनि समोसा चाटको 60 छ। यो यति सस्तोमा गर्नुभएको छ, तपाईँलाई फाइदा पनि हुन्छ? फाइदा चाहिँ एक प्लेटमा 3-4 रुपियाँ 5 रुपियाँ राख्नु हुन्छ, त्यति भए पुग्छ। त्यति भए पुग्छ। सन्तुष्ट हुनुहुन्छ? आफ्नो व्यापारबाट पनि सन्तुष्ट हुनुहुन्छ? हजुर। धेरै मान्छेहरू आउनुहुन्छ होला नि त, अब हामी जत्रो पनि आउनुहुन्छ होला, हामीभन्दा अझै पनि पाएको हाम्रो बाबा धेरै आउनुहुन्छ, सानोदेखि बुढोसम्म आउँछ। सबै आउनुहुन्छ। के भन्नुहुन्छ उहाँले? सानो मान्छेले के भन्नुहुन्छ र हामीभन्दा अलिकति एजेड मान्छेले के भन्नुहुन्छ? अब यस्तै खान्छ नि, अन्त ब्रेड चपहरू किन नभएको ठुलो मान्छेहरू यस्तै मोमो चाउमिनहरू मोमो चाउमिनहरू
तपाईँले धेरै सङ्घर्ष गर्नु भएको छ। मैले तपाईँको कुरा पनि सुनेँ, भाँडा पनि बस्काउनु भयो पहिला, त्यसरी भाँडा मार्नु नसकेपछि चाहिँ मैले के अरे हेल्परको पनि काम गरेँ भन्नुभएको थियो हो। कति वर्ष काम गर्नुभयो? मैले 8-9 महिना भयो त म बाहिर गरेको काम। ए तपाईँले कलेजको क्यान्टिनमा पनि काम गर्नु गरेको, परराष्ट्र मन्त्रालयको क्यान्टिनमा पनि काम गर्नु गरेको भनेपछि धेरै एक्सपिरियन्स लिएर आउनु भएको छ होइन हो। हजुर। कस्तो लाग्छ पहिला चाहिँ अरूको अन्डरमा काम गर्नुपर्ने, आज आफै एउटै होटल खोलेर आफै साउ गर्नु भएको छ, आफै कामदार गर्नु भएको छ, कस्तो लाग्छ? अब आफै गरेको खुसी छ। खुसी हुन्छ नि है, मन लाग्यो भने गरिन्छ, मन बिरामी भएको दिन बस्न पाइयो होइन। पाइन्छ, अरूको काम सेलरी आउन 1 महिना टाइम लाग्छ। यहाँ त दिनदिनै सेलेरी पुजे जस्तै हुन्छ है हो। पहिला चाहिँ तपाईँलाई धेरै हेप्थे अरे, आज पनि तपाईँ भाइलाई चाहिँ हेप्नुहुन्छ कि तपाईँ? म हेप्दैन। के भन्नुहुन्न नि? दुवैजना मिलेर हो यहाँ काम गर्ने, भाँडा मस्काउने कि तपाईँ त मेन कुक भएको हुनाले तपाईँले पकाउने मात्रै होला, भाइले चाहिँ अरू हेल्प गर्ने होला नि त हो? होइन, हाम्रो 2 भाइकै बराबर हो, 2 भाइ जे भेट्यो त्यही काम गर्नु। त्यही काम गर्नुहुन्छ। अनि त्यसपछि यो के भन्छ अरे, अब यो के को लागि तयार गर्दै हुनुहुन्छ? यो काट्नु भएको यो त्यो चाउमिनको लागि हो। चाउमिनको लागि। हजुर। तपाईँले कुकमा पर्फेक्ट भइसक्नु भएको हो? कति वर्ष काम गर्नुभयो कुकमा? मैले धेरै होला 6-7 महिना मात्र गरेँ। 6-7 महिनामा पर्फेक्ट भइसक्नु भयो। तपाईँको त चेला पनि छन् त? चेला पनि छ। कतिजना? 13 जना चेला। 13 जना चेला। चेला भन्नाले पनि मसँग 1-2 महिना काम गर्दै जाँदै गरेको रुचि छ धेरै। ए आउनुहुन्छ कि न उहाँहरू यता? आउँछ। आउनुहुन्छ? पैसा दिएर खानुहुन्छ कि त्यत्तिकै खानुहुन्छ? पैसा दिएरै खान्छन्, ऊ हाटमा जान्छ। होइन गुरु, अब त हामीसँगै काम गरेको कहाँ तपाईँलाई पैसा दिने, यसो खाउँ न भनेर भन्दैन? भन्दैन त्यस्तो हुँदैन। अनि तपाईँलाई सानो देखेर कोही ठुलो मान्छेहरू आएर या भाइ यो महँगो भयो, यस्तो भयो उस्तो भयो, अलिकति पैसा घटाउँदा उता गर भनेर भन्छ कसैले? यता आएर बन्द त्यसमा पनि हुन्छ खाजा बनाउनु होला, खाजा व्यापार पनि हुनु पऱ्यो। हामी पनि खाजा भन्छ, हामीलाई चाहिँ के खुवाउनुहुन्छ? सबै छ, मोमो, पनिर मोमो। यहाँको स्पेसल सबभन्दा मिठो के हो? मसरुमको मोमो हो कि पनिर मोमो हो? के छ? मिठो हुन्छ है। झोल स्टिम के छ? त्यसो भए मिठो यहाँको सबैभन्दा मिठो परिकार भनेको 2टा मोमो हो, भेज र के अरे मसरुम र पनिर मोमो हो। आज हामी त्यही खान्छौँ है त। कति वर्ष रे एक प्लेट? 90 रुपियाँ पनिर, 70 रुपियाँ मसरुम। 90 र 70 कति हुने भयो? 160 को हाम्रो तर्फबाट व्यापार, त्यसमा हामीले थपेर पनि दिन्छौँ है त। खास खुसी हुनुहुन्छ? हामीसँग कुरा गर्नुभयो, धेरै धेरै धन्यवाद है। राम्रो प्रगति गर्नु होला, धेरै अगाडि बढ्नु होला। भोलि बिहान राजु घिसिङ एउटा यो सानो कोठामा मात्रै होइन, ठुलो एउटा रेस्टुरेन्टको मालिक भएर हिँडेको हामीले देख्न पाइन्छ है। थ्याङ्क यू सो मच है। खान्छ एकैछिन आउनु।